तर आज सम्झना आयो फेरि पालो पनि ठिक्क परेछ अनि सुनाउँ भन्ने लाग्यो। मुसो र बिरालोको जोक चाहिँ एउटा बुढो बिरालो चाहिँ आफ्नो शिकार खोज्दै 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 हिँडिरहेको हुन्छ, आफ्नो आहारा खोज्दै खोज्दै हिँडिरहेको हुन्छ। त्यो बेलामा चाहिँ विशेष गरी एउटा जाँडको घोइलो त थाहा छ होला नि, त्यसमा झरेछ क्या मुसो, छप्लाङ 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 गर्दै रहेछ। अनि त्यो छप्लाङ छप्लाङ गर्दै गइसके पछाडि पशुको त आफ्नो भाषा हुन्छ नि त, हाम्रो जस्तै। अब उसले पनि बिरालो दाइ तपाईँ आउनु भएछ, मलाई जाँडमाको घोइलोमा मर्न लाग्यो, यहाँबाट निकाल्नुहोस्, बरु निकालेर पछि खानुहोस् मलाई भनेर मुसोले भनौँ। त्यो भनिसकेपछि बिरालोले यसो हो त नि, म पनि भोकै छु, अब एकछिन यसलाई निकालेर खान्छु भन्ने उसले सोचेर परिकल्पना गरेर त्यो जाँडको घोइलोबाट मुसोलाई निकालेर बाहिर राखेपछि त्यो मुसोले फेरि आइडिया लगायो, दाइ म त जाँडै जाँड्छु, यस्तो कसरी खानुहुन्छ तपाईँ, मलाई एकछिन सुक्न दिनु न घाममा एकछिन सुकेपछि अनि म तपाईँकै दबाउ म भागेर कहाँ जान सक्छु र के गर्छु र भने त्यस्तै बिलाउन गरेछ क्या उसले। अनि त्यो बिरालोले अब भोकाएको हुनु पनि हो, जाँड लागेको, त्यस्तो कसरी खानु, एकछिन घाममा राख्छु नि त भनेर उसले घाममा लगाएर छोडिदिएछ। छोडिदिएपछि अब त्यो घाममा सुको एकदम तयारी भयो, अब यहाँबाट कसरी बाँच्ने भन्ने आइडिया लगाउँदै गयो। अनि सुकेपछि बिरालोले भन्छ ल भाइ अब त सुक्यो होला है भनेर बिरालोले भन्छ क्या मुसोले। अनि मुसोले के भन्छ, हे दाइ झ्याप्को जानु के भन्यो भने अब त कहाँ आफै ज्यान मार दिन्छ त भन्नु टाउ ठोकेछ मुसो चाहिँ।